सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। सो आज चाहिँ म धेरै दिनपछि भिडियो बनाउँदैछु यो च्यानलमा, किनभने चाहिँ धेरै दिनसम्म मैले भिडियो अपलोड नै गरेको थिएन, थोरै केही रिजनहरू थिए। अनि आज चाहिँ म यो लोकेसनमा आएर भिडियो बनाउँदैछु। अनि यो भिडियो चाहिँ बनाइसक्यो, अब चाहिँ घर जाँदैछु म। अबदेखि चाहिँ यो च्यानलमा म नेपालीमा भिडियो अपलोड गर्नेवाला छु। 1-2 महिना चाहिँ मैले हिन्दीमा पनि अपलोड गरेको थिएँ, बट मलाई त्यति रिजल्ट खास आएन। बट नेपालीमा हालेको जस्तो चाहिँ रिजल्ट आएन। अब नेपालीमा चाहिँ बनाउनेवाला छु। अनि तपाईँहरूले चाहिँ हल्का साथ सपोर्ट दिनु होला। अरू चाहिँ म के भनौँ। सो यहाँ चाहिँ यसो ग्राउन्ड मतलब खाली छ यतातिर चाहिँ, त्यही भएर आएर भिडियो बनाएको। यतातिर चाहिँ ग्राउन्ड पनि छ, यहाँ मान्छेहरू क्रिकेट खेलिरहेको छन्। भित्र चाहिँ स्टेडियम जस्तै छ यहाँ सानो। अनि यहाँ चाहिँ म आएर भिडियो बनाउँदैछु आज। अनि तपाईँहरूले अब साथ सपोर्ट दिनु होला। यहाँ 3000+ सब्सक्राइबर भइसकेको छ। अब यो च्यानललाई म त्यसै त डुबाउन सक्दैन, किनभने चाहिँ धेरै मेहनत गरेर यहाँसम्म सब्सक्राइबर बनाएको मैले। त्यही भएर आज यो भिडियो बनाउनुको कारण चाहिँ यही थियो। धेरै दिन पहिला चाहिँ मैले बनाउला सोचिरहेको थिएँ, बट बनाउने यस्तो टाइम पनि थिएन। टाइम भन्दा पनि करेक्ट टाइम आएको थिएन, किन भन्दाखेरि काम पनि गर्नु पऱ्यो, हल्का बिरामी पनि थिएँ। अनि धेरै कारणहरूको धेरै रिजनहरू थिए, त्यस्तै रिजन भएर आज चाहिँ म फाइनली अब यो च्यानलमा भिडियो बनाउनै पर्छ। मैले सानो एउटा मसँग बाइक पनि छ। मसँग बाइक भन्दाखेरि पनि एउटा साथीको बाइक छ। अनि त्यो साथीको बाइकमा चाहिँ भिडियो बनाउँछु। त्यही भएर चाहिँ अब साथी पनि यहाँ छन्, अब यता बसिरहेको छन् यिनी चाहिँ। सो यिनको बाइकमा चाहिँ मैले भिडियो बनाएर आउँछु। अनि त्यसपछि अब म पनि केही टाइमपछि बाइक किनौँला। बट मैले बाइक किने चाहिँ भनिसकेँ, बट मैले चाहिँ बाइक छैन मसँग अहिले। अनि यो चाहिँ साथीले बाइक अस्ति भर्खर किने, यो 2025 चालु थियो त्यतिखेर किनेको थियो, अहिले चाहिँ 26 भइसक्यो। त्यही भएर साथीको बाइक छ त हल्का हेल्पफुल हुन्छ भिडियो बनाउनको लागि। अब द आरआरपी राइडर छ च्यानलको नाम, त्यही भएर बाइकसँग बनाउन लाग्यो। सो तपाईँहरूले माया दिनु होला अनि साथ सपोर्ट दिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। आजको लागि यति नै, बाई बाई एन्ड टेक केयर गाइस। सो हामी भेट्नेछौँ अब नेक्स्ट भिडियोमा। म चाहिँ अब यो च्यानलमा एकदम बढिया कन्टेन्ट ल्याउनेवाला छु। तपाईँहरूले जस्तो पनि भन्नुहुन्छ, तपाईँहरूलाई कस्तो टाइपको कन्टेन्ट चाहियो कमेन्ट सेक्सनमा जरुर भन्नु होला। ल अब भेटौँला, बाई बाई।